नमस्कार। हामी चाहिँ अब नेपालतिर लाग्यौँ दसैँको टिका लगाउनु। अनि म र बियोम पानी पर्दै थियो अलिअलि र अनि हामी बिहानै हिँडेका र अनि हामी चाहिँ टोटोमा चढेर गयौँ। अनि मेची पुल पुगेर आई कार्डहरू देखायौँ र अनि बसमा चढ्दा हेर्नुहोस् न दृश्य, काँसहरू फुलेको। यो चाहिँ माइधारो हो। अनि यो चाहिँ खोइ कुन कुन गाउँ हो, तर यति रमाइलो लाग्यो। हेर्नुहोस् न कस्तो दामी घरहरू। र अनि हामी भाउने पुग्यौँ। त्यहाँ पुग्दा त एउटा गाडी छैन, बस पनि छैन, टोटो पनि छैन। अनि बल्ल बल्ल एउटा टोटो पाएर हामी चढ्यौँ र अनि हामी ससुरालीतिर बाहुनीतिर लाग्यौँ। अनि त्यहाँ चाहिँ अब हजुरबाले टिका लगाइदिनु भयो भीमलाई। उहाँ ठुलेमा पनि हुनुहुन्छ। अनि ठुलेसँग फोटो पनि खिच्यो भीमले र मैले पनि खिचेँ। अनि उहाँसँग बुवासँग फोटो। अनि एकछिन हामी फोटो सेसन भयो र अनि फेरि हामी लाग्यौँ कहाँ भने इटरीतिर। र अनि भाउनेसम्म आएर अनि बसमा गएर हामी इटरी पुग्यौँ। र त्यहाँ चाहिँ दिदीकोमा गएको। दिदीको घरमा चाहिँ बन्द रहेछ, ताला लगाएको रहेछ। र अनि त्यहाँ चाहिँ बसेर एकछिन हामीले भिडियो बनायौँ। हेर्नु नि, यो चाहिँ हो तपाईँको इटरी नगर। माने हराभरा धान बिल्डिङहरू मजाको। अनि हामी चाहिँ अब गयौँ कहाँ भने ठुलामाको घरमा। अलिक पर छ ठुलामाको घरमा। अनि हामी हिँड्दै गयौँ, त्यहीँ हो, छेउमै हो। किन उयस टोटोमा जानु भनेर चाहिँ अनि त्यहाँ गएर ठुलेमाले हामीलाई टिका लगाइदिनु भयो, आशीर्वाद दिनुभयो कि राम्रो हुनु, राम्रो गर्नु र अनि नानीलाई पनि ठुलो मान्छे हुनु भनेर भन्नुभयो। र यहाँ ठुलेमाले हामीलाई टिका लगाइदिनु हुँदैछ। र अनि उसले भीमले पनि के भन्दैछ, मेरो पालो खोइ भन्दैछ। र अनि अब ठुलेमाले हुन्छ आउँछ नि तेरो पालो पनि भन्नुभयो र उहाँलाई पनि टिका लगाइदिनु भयो। र अनि हामी त्यहाँ चाहिँ टिका लगाएर खाना खाएर चाहिँ हामी गयौँ अरे इटरीमा मामाको घरमा। अलिक पर छ त्यहाँबाट, त्यही हो, छेउमै हो, तर हामी हिँड्दै गयौँ। अनि त्यहाँ चाहिँ को रहेछ भने सानो भाइ। अनि उहाँ भाइसँग चाहिँ ऊ खेल्यो, उसले गाना पनि गायो, टाइम पास गर्यो। हेर्नु न कति मजा नि यिनीहरूलाई नानीहरू। अनि यहाँ चाहिँ रहेछ फोटो। यहाँ चाहिँ मेरो हजुरबा हुनुहुन्छ, उहाँ जेठा हजुरबा, बिचको माइला हजुरबा, अनि यता छेउको चाहिँ काइला हजुरबा। मेरो चाहिँ माइला हजुरबा हो। अनि यहाँ चाहिँ माइजूहरूसँग मैले फोटो लिएँ, माइजू, बहिनी र भीम। अनि हामीले रिल पनि बनायौँ, गाना गायौँ। अब जानी नजानी गाना पनि गायौँ, नाच्यौँ पनि। र अनि हामी अब चाहिँ घर जानुपर्छ भने तर्खर गर्नु, तर पानी पुरा परेको थियो। बसमा चढ्यौँ हामी, यस्तो पानी परेको थियो कि नभन्नु, डरलाग्दो पानी थियो। तर पनि अब आउनै पर्ने घर। यो चाहिँ दमक हो। अनि हामी दमकमा आइपुग्यौँ। पानी परिरहेछ, आइरहेछ अलिअलि। यो क्या दमकको उयो घर छ नि, त्यो हो। अनि त्यहाँ आएर फेरि बसले रोकिदियो। अनि अर्को बसमा गयौँ हामी। र अनि हामी काका भित्तामा पुगेर चाहिँ हिँड्दै गयौँ, किनभने दिन पनि राम्रो थियो। अनि होस् न त हामी हिँड्दै जाउँ न, फोटोहरू खिच्नुपर्छ भनेर हामी चाहिँ हिँड्दै गयौँ। यो चाहिँ मेची पुल आउन आँट्यौँ हामी फटाउ। यो चाहिँ मेची पुलको गाउँ छ नि उतापट्टिको। यहाँ हेर्नुहोस् न कति रमाइलो छ नि बा। माने अब हेर्दै बसिरहँ जस्तो लाग्ने। अनि हामी चाहिँ हिँड्दै गयौँ र अनि पानीदेखि पुगेर बसमा चढ्यौँ। बेलुका उयो थियो भएको थियो। र त्यहाँ पनि यति साह्रो जाम थियो कि त्यो दिन पानी ट्याङ्की बाउरुवा जाम थियो। र अनि फेरि त्यहाँ आधी बाटोमै बस रोकिदिएर हामी फेरि टोटोमा गयौँ। अनि घरतिर पुग्यौँ। बाई बाई, नाइस टु मिट यु।